आज चाहिँ हामी चर्चित मेगास्टार यानी कि अनमोल केसीको थक लाइफ जति पनि कमेडी स्किनहरु छ त्यसलाई चाहिँ हामी रियाक्ट गर्न गइरहेको छौं। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। चिया त मिठो रहेछ त दिदी, लोकल हो? यतातिर लोकल त ग्यालिनमा हुनेलाई भन्छ हो भाइ। यो त भैँसीको हो। शहरतिर त भैँसीले डल्लो डल्लो मोमो पो दिन्छ त दिदी। जिउँदै मेरो पिण्ड खानी यो के बोकेर ल्याइस् तैले? बाटोमा एक्लै डुलिरहेको थियो, मेरो पिसा पनि छोड्दै छोडेन। यसो हेरे क्यूट लाग्यो, मैले पनि यसलाई उठाएर ल्याएँ। अबदेखि हामी तीन भाइ सँगै उठ्ने, खाने, मुत्ने, सुत्ने, बुझिस्? ल मित लगा त। ओइ कुरी 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 कुरी। रिलेशनशिप जस्तो कुराहरुमा विश्वासै लाग्दैन। अनि भोलिको एक्जाममा नि बोर्ड नगर्न यार त्यस्तो एक्जामको कुरा गरेर। इन्टरनल एक्जाम त हो नि यार, युनिभर्सिटीको एक्जाम हो र। तर भोलि एक्जाम चाहिँ के को हो यार? 야, 지금쯤에 남편 있어? 아니 없어. 자기야, 어젯밤에 그냥 그렇게 가버리면 어떡해? तर भोलि एक्जाम चाहिँ के को हो यार? के हो यस्तो लुगा कालो सेतो रे जेब्रा क्रस लगाएर हिँडिरहेको? जाडो लागेको छैन किन हो यस्तो जाडो नहुने? अलिकति हट मान्छे साइड नभएर हो कि? हैन यो बडी देखाउने बहाना हो। प्राय केटाहरुको त्यही हुन्छ। अबे भ्यागु त भ्यागु त हैन नि त। मेन्डक बन मेन्डक। वाह क्या एक्टिंग कर रहा है। आर यू कॉमेडी मी? मामा तेरा बहन का चौध के छ बे? सब ठिक छ बे। साच्ची तेरो शुभ नाम चाहिँ के हो नि? किन चाहे तँलाई मेरो शुभ नाम? गुगलले भनेन नि त। अपर्सन गर्न बन्द छ दिनु भए दे, न त तेरे गरेर तेरो मम ड्याडीले भन्दिन्छ भयो। अब जोसको बेला अलि होस पुराउनु पर्छ नि। अनि अस्ति त फ्लेभरको टोपी किने थिइस् त, त्यो टोपी त ढोकोमा लाउने हैन नि भाइ। गाइस I'll be back। ओए होस गर, यो पोखरा हो काठमाडौँ होइन। अनि के भयो त? पोखराको केटीको चाहिँ सिङ र दारा हुन्छ र। सही हो यार, सही हो, यो चाहिँ सही लाग्यो मलाई। यदि म तिमीबाट टाढा भए पनि, यदि म यो पानीमा डुबेर मरे भने के सोच्छस् आफूलाई? हो यो मान्छे त मेरो पछाडि पुरै हात धोएर लाग्यो यार। तिमीले आफुलाई जे सोच्छौ नि मैले पनि आफुलाई त्यही सोच्छु। तँ आफूले जेसुकै सोच, आई डोन्ट केयर। तर मैले चाहिँ भने दोस्तो छ एउटा केटी एक चुटकीमा मेरो पछाडि लिएर हिँड्छु। रुको जरा। इन्ट्रेस्टिङ। तर तिमी त मेरो पछि छौ नि त। केटाहरुले यति रेडी हुनु पर्यो नि त फेरि। के भयो नानीलाई? के भयो? के हो कति महिना? लामो यात्रा गरेर आएका नानीहरूलाई गाडी लागे जस्तो छ। गाडी लागेको होइन आमा, पैसा लाग्यो। नानी तातो पानीमा नुन हालेर खाएपछि ठिक हुन्छ। तातो पानी होइन आमा, कागती र खोर्सानी खाएपछि ठिक हुन्छ। यो आकाश, यो धरती, तिमी र म, जुनेली तिमीले पार्यौ। त्यसो भए के तिम्रो हातमा नाम त? हेर तिमीलाई म सुनको महलमा राख्छु त भन्दिन, तर कसम तिमीलाई म संसारभरिको माया दिन्छु। र तिमी र म कसम को बुबा आमासँग आएर इज्जत साथ हात मागेर लाग्छ।
ल केटीहरूको माथि केटाहरूको तल है त केटीहरूको माथि केटाहरूको तल तलमाथि ओए तेरो नाम के रे भुवन सीधे वही पासी सिस्टम हिलाबा वाला यादव सरकार तेरो नाम चाहिँ के नि अनिल कपूर कार फेरि सिटीलाई के भागलाई त टर्चर न दे ओए कति पढिरा भने छोड्दैन त्यो कहाँ पढिरा हो र यार हेर्ने यहाँ के छ विपाशाको खै ह्यान्डसम छु भनेर देख्यो भने उक्लुगे ढल्छु भनेर देखियो छोड्दियो मलाई ल खत्तम बाइ बाइ टाटा डोन्ट बी ओभर स्मार्ट लीव माय ह्यान्ड बे गर्छौ मसँग म त जिन्दगीभर दिइराख्छु नि असली है लोडा मेरो नाम सुजाता साके म 23 वर्षको अनि मैले मेरो ब्याचलर त्रिभुवन युनिभर्सिटीमा सोशियोलोजीमा गरेँ सुन्यो हैन याङ्की हो मेरो नाम याङ्की यस सभाका बोइलर चाकहरू के बोले भाइ के बोले ओइ बिस्तारै बिस्तारै ल गर्लफ्रेन्ड है पैसा बर्बाद ओए नरु न यार यहाँ हेर तेरो कारणले म पनि त स्टार भएको छु नि यार नरु अम्मै नि मार्गरेटा मोहितो सिन्ड्रेला हरि साली बेइज्जती तेरो नाम होइन कि ड्रिङ्कको नाम भनेको मलाई के थाहा खानी भने जहिले पसम र गाली हो तेरो बेस्ट फ्रेन्ड चाहिँ मै हो यार पिङ्की सुसेर कस्तो चल्छ यार ठिकै चल्छ राम्रै थाहा पाइरहेको छु रिलेसनमा हुनेको दिमाग चल्छ सिङ्गल हुनेको त्यही त हो नि नमस्ते आन्टी मल्लु हाम पनि चाखौँ न कलकत्ते लड्डु ओइ त मोमो तको हेर्दा त खैरे जस्तो देखिनुहुन्छ त सर हेर्दा त तपाईँ पनि ढाका टोपी लगाएको ज्यापनिजै जस्तो देख्नुहुन्छ भक्ति थापाको निधन कहिले र कुन लडाईँमा भएको थियो एन्सर अभियसली अन्तिम लडाईँमा पाटनको कृष्ण मन्दिर कुन मल्ल राजाले बनाएको हुन् एन्सर अलमल्ल राजाले यदि तपाईँको साथीलाई मासिक 3% को दरले 1000 रुपियाँ लोन दिनुभयो भने 1 वर्षपछि कति रिटर्न पाउनुहुन्छ मैले मेरो अपेक्षा साथीहरूलाई राम्रोसँग चिनेको छु 1 रुपियाँ नि फिर्ता गर्दैन गाइस स्मोकिङ एन्ड ड्रिंकिङ किल्स भन्ने कुरा थाहा छ नि तिमीहरूलाई र तिमीहरूले मलाई आज आफू जस्तै बनाइछ है विपाउन जो मान्छे रक्सी चुरोट खान्न नि त्यो पनि मर्छ बुझिस अझै बाँच्छस् र 100 वर्षसम्म गिफ्ट चाहिँ के दिनुभयो त ड्याडलाई मेरो लाइफै गिफ्ट हो नि उहाँलाई केही हुन सक्छ नि त त्यो चाहिँ उहाँलाई फ्री भएको टाइममा चाहिँ लगेर तपाईँलाई के चाहिएको छ होइन समुद्र मेरो एउटा थोत्रे बाइक पनि छ एउटा धेरै पुरानो मेरो फर्स्ट बाइक पनि छ जुन चाहिँ म कहिलेकाहीँ दुधहरू सब्जीहरू किन्न जाँदाखेरि त्यो चलाएर जान्छु भने कहिलेकाहीँ म फ्रेन्ड्सहरूलाई भेट्न जाँदाखेरि म स्पोर्ट्स बाइक चलाएर जान्छु अब आज म मिटिङमा आइरहेको छु मेरो कपाल सेट गरेर आएको छु भने म गाडीमा आउँछु साला यो दुख काय खत्म नहीं होता बे हामीसँग त तनाव छ यार हेर्ने होला बस्ने होला है
कहाँ हो भन न त आई ड्रप यु Don't worry, I'll just take a taxi. जसितासँग चाहिँ राम्रो के म तिम्रो ट्याक्सी बन्न सक्छु जहाँ हुन्छन् अनमोल केसी त्यहाँ कलेक्सन बेसी भन्छ नि क्या ल अब सुन अनमोलजीको के छ यसमा भनाइ मलाई जसम्म लाग्छ हजुरले जुन कलेक्सनको कुरा भन्नुभयो पैसाको कलेक्सन त मलाई थाहा भएन मेरो दर्शकवृन्दको मायाको कलेक्सन चाहिँ धेरै अनमोलजी हामीले सुने अनुसार तपाईले साइकल चलाउन पनि सिक्नु भइसकेको छ बाइक चलाउन पनि सिक्नु भइसकेको छ हुँदा हुँदा गाडी चलाउन पनि सिक्नु भइसकेको छ अब एक्टिङ कहिले त हुन्छ मेगास्टार भएर भनिदिनुहोस् एकचोटि हामी जस्तो गरिबलाई एकदम अब यो एपिसोड हेरेपछि चाहिँ पक्का सिक्ने भएछु मैले अनमोल केसी इम्निता खाम्सा आम्निता कोरियनै हो के कोरियनै हो कोरियनमा के भनेको त आमा हजुर अघि कोरियनमा के भने त उता चाहिँ उहाँ चाहिँ अब अनमोल केसी सँगै हो भन्यो भने के अनि मलाई त कहाँ कोरियन हुन्छ त अब लभ पनि सबटाइटल हालेर गर्नु म सो आजको भिडियो कस्तो लाग्यो तपाईँलाई यदि मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला अनि अहिले अनमोल केसीको जेरियन टप चाहिँ जति पनि लागिरहेछ हल्नुदै तपाईँलाई कस्तो लागिरहेछ फिल्म कस्तो छ प्रतिक्रिया दिनु नभुल्नु होला आजको भिडियो यति नै भिडियोको अन्तिमसम्म रहिदिनु भयो धन्यवाद फेरि भेटौँला बाई बाई